हेलो साथीहरू, बिहानको ढोक तपाईहरुलाई। म बिहान गएर एकछिन वाकिङ गरेर आएँ। अलिकति बिहा छ बुझ्नुभयो। यो फुलको ठाउँमै छैन। हेर्नु साथीहरू, यो फुलको गाँठी लगाएको छु। फुल अलिअलि पूजा गर्न भइहाल्छ। मेरो ठाउँमै छैन बुझ्नुभयो। सब बाउन्डरी गरिदिएको छ। अलिकति फुलको बिहा पनि लगाएको थिएँ। त्यही बिहा लगाइदिउँ भनेको। अझै हेर्नु न, यता राई सागको बिहा लाग्छ बुझ्नुभयो। राई सागको बिहा कहाँ लगाऊँ भन्नुहोस् त, ठाउँमै छैन। राई साग खानु मिठो लाग्छ नि, ठाउँमै छैन, कहाँ लगाऊँ। बुढोले बाउन्डरी गरिदिएको छ। हाम्रो राई सागको बिहा अलिकति लगाइदिउँ बुझ्नुभयो। त्यति सानो छोड्नुपर्छ, के गर्नु। ठाउँमै छैन। यी पपिताको गाछहरू लाग्छ। साथीहरू, भन्नु त्यो माटी अलिकति खोड्दैछु। अलिकति लगाऊँ यसमा। रायो साग खान मिठो लाग्छ नि साथीहरू जाडोमा। नेपालबाट बिहा लगाएको थिएँ रायो सागको। लगाएर हेरौँ साथीहरू, हुन्छ कि हुन्न। बिहा लगाउँदैछु, हुन्छ हुन्न के गर्ने। यो ठाउँै छैन साथीहरू। हेर्नु, सब बाउन्डरी मारिदिएछ बुढोले। ठाउँमै छैन बुझ्नुभयो। बाउन्डरी मारिदिएछु। त्यो अलिकति माटोमा हालिदियो कि हुन्छ हुन्न के गर्नु भन्नुहोस्। गरेको छ सानो सानो ठाउँमा। मेरो उता जमिन छ नि साथीहरू, त टाढो पऱ्यो। हेर्नु, त्यहाँ गएर लगाऊँ त हेर्ने मान्छे छैन। उता राम्रो गाँठो हुन्छ, त्यहाँ गएर लगाऊँ त कसले हेरिदिन्छ भन्नुहोस्। बगलको तोडेर खाइदिन्छ बुझ्नुभयो। पछाडि पनि यस्तै छ, के गर्ने भन्नु। हेर्नु, सबतिर बाउन्डरी गरेको छ, सबतिरै। र उता ठुलो जमिन छ साथीहरू मेरो, उता किनेर पनि राखेको छु। तर के गर्ने, बुद्धि पुगेन। अलि टाढो किनिदिएँ, घरकै छेउमा बेचाइरहेको थिएँ। मैले लिइनँ, बादमा उता गएर लिएको। हेर्नु, तल्लोपट्टि मान्छेहरू छ। घरहरू छ। त्यो बिहा छड्किदिए साथीहरू रायो सागको। अलिकति फुलको बिहा थियो, त्यो पनि लगाएँ सानो जग्गामा। के गर्ने, राखेँ ल।